विशेष मौका र अवसरले जुराएका यी मिठा पलहरू भोलिको दिनमा झनै मिठो मेमोरी बनेर रहन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। सोही अनुरूप मैले मेरो भिडियोलाई धेरै काटछाँट गर्न भने चाहिन। जस्ताको तस्तै जस्तै नै यो भिडियो हजुरहरू समक्ष प्रस्तुत गरेको छु। कस्तो लाग्छ प्रतिक्रिया पनि दिँदै गर्नुहोला। मेरो कान्छो जिजुबुवा हजुर तथा जिजुबुवा हजुरको एक मात्र सुपुत्र, उमेरको हिसाबले करिब करिब मभन्दा 20 वर्ष यानि कि 2 दशक कान्छो नै भइबक्सिन्छ। तर नाताको हिसाबले मेरो सानो बुवा हजुरको हिजो व्रत बन्धको शुभ समारोहमा हामी सबै आफन्तहरू सरिक हुन पाउँदा अत्यन्तै खुसी लागेको छ। जुन अवसर दिइबक्सेकोमा कान्छो जिजुबुवा हजुर तथा जिजुबुवा हजुरलाई मनैदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। बाँकी रह्यो फोटो भिडियोको कुरा। मलाई चाहिँ फोटो भिडियो मेरो क्यामेराले कसरी भ्याउँछ, कता कताबाट भ्याउँछ, कुन कुन एङ्गलबाट भ्याउँछ मैले खिचेको फोटो भिडियोहरू म अपलोड गरि नै रहन्छु। र मेरो भिडियो फोटोहरूलाई हजुरहरूले माया गरिदिनुहुन्छ, त्यसको लागि पनि हजुरहरूलाई पनि धन्यवाद त दिनै पर्ने हुन्छ। व्रतबन्ध विशेष कार्यक्रमलाई फोकस गरेर आफन्तजनहरू टाढा टाढाबाट सवारी भइबक्सेको थियो। अब यस्तो मिठो अवसरलाई, सुअवसरलाई क्रिएट नगर्ने, यो मेमोरी नबनाउने त कुरै छैन। त्यो पनि म पुगिसकेपछि मैले सकेसम्म, भ्याएसम्म, आफूले जानेसम्म, मेरो बुद्धिले भ्याएसम्म खिचेँ, भिडियोहरू खिचेँ र मेरो भाइ बहिनीहरूको पनि सहयोग चाहिँ लिएँ। म आफैले यो काम त सम्भव थिएन र हरेक मेरा आदरणीय व्यक्तित्वहरूसँग मैले एउटा सानो क्लिप चाहिँ बनाएको छु र त्यो जस्ताको तस्तै यहाँ हजुरहरू माझ प्रस्तुत गरिरहेको छु। भिडियो अलि लामो छ तर मलाई काट्न मन लाग्यो। यी दुवैजना भाइ बहिनी हुन् मेरा र यिनीहरूले मलाई एकदमै सहयोग गरे। हिजो तिमीहरूलाई पनि धन्यवाद छ। बेला बेलामा सहयोग गर्दै गर्नु भनेर पनि भन्न चाहन्छु। अब यता चाहिँ करिब करिब हामी समारोहको अन्ततिर आइसकेका छौँ र जिजुबुवा हजुरले चाहिँ यहाँ छोरी बहिनीहरूलाई टिका दक्षिणा गर्दै होइबक्सिन्छ। उहाँ चाहिँ मेरो फुवा हजुर होइसिन्छ। अघि भिडियोमा देख्नुभएको चाहिँ मेरो जिजुमुवा, फुवा जिजुमुवा हजुर होइसिन्छ। यसरी हामी सबैजना हामी आफ्नै मान्छे छौँ र भिडियो पनि मैले खिचेको छु। अब मेरो पालो पनि आइसकेको छ यता। ल जिजुबुवा जिजुमुवा हजुरहरूलाई दर्शन छ है त।